यस्तो पानी परिरहेछ। पानी परेर बेलामा काम गर्नुपर्छ। गाह्रो छ, धेरै गाह्रो छ। पानी परिरहेछ। यस्तो पानीमा काम गर्नुपर्छ। गाह्रो छ काम गर्नलाई। डेलिभरी गर्न आएको। यहाँ पानी परेर बिजोग छ मेरो यार। बिजोग छ हो काम गर्नलाई। यस्तो पानी परे बेलामा चाहिँ यस्तो पानी माथि फालेर हुन्छ। अरू बेला चाहिँ पानी फालेको हुँदैन। पानी नपरेको दिन चाहिँ पानी फाल्दैन यिनीहरूले। जुन दिन चाहिँ पानी परेको हुँदैन त्यो दिन चाहिँ यो चालु गर्दैन यिनीहरूले। जहिले आउँदाखेरि पानी पर्दाखेरि चाहिँ चालु गरे हुन्छ। यो पछाडिको यो माथि यस्तो पानी फालिरहेको हुन्छ नि त, त्यो चाहिँ चलाउँछ। यस्तो छ। अब के भन्नु, यसरी काम गर्नुपर्ने छ। गाह्रो छ। यो चाहिँ मोबाइल हाल्नलाई पानी परिरहेको छ। यस्तो छ, हेर्न सक्नुहुन्छ। यस्तो गार्डन बबाल छ, दामी पानी परिरहेको छ। यस्तो छ। त्यसरी काम गर्नुपर्ने छ। पैसा कमाउन कहाँ सजिलो छ हो साथी हो। गाह्रो छ नि यसरी रेनकोट लगाएर है। गाह्रो छ पैसा कमाउनलाई। अब साथीभाइहरूले पैसा कमाइ देखिरहेछ। महिनाको यति कमाइरहेछ, यति जम्यो होला, यति गरिसक्यो होला, यो गर्यो त्यो गरिसक्यो होला भन्थ्यो नि त। त्यस्तो केही होइन साथी हो। यसरी गाह्रो हुन्छ पैसा कमाउनलाई। देख्नेलाई मात्रै थाहा हुन्छ, गर्नेलाई मात्रै थाहा हुन्छ। पानी छ फेरि त्यतिर। पैसा कमाउनलाई कहाँ सजिलो हुन्छ। पानी, घाम, हावा हुरी नभने काम गर्नुपर्छ। यसरी काम गर्ने मात्रै थाहा हुन्छ पैसाको महत्त्व के हो भनेर। अरूको के कुरो गर्नु। ल गाइस, सबैजनालाई गुड नाइट। मेरो भिडियो हेर्दै गर्नु होला। फेसबुक प्रोफाइललाई पनि फलो गरिदिनु होला। लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। बाई सबैजनालाई।